खेल्थे बिरालाहरू तस्तै शीतले हिरण्यकश्यप खेलेर हेर्थे अरू हाहाकार परो र हेर्न भनी सब दानव सभामा गए बस्नु छैन निको भनेर भुसुना भागी विपत्ता भए लागो भन्न हिरण्यकश्यप चाकरी हुन् दामका आफ्ना दिन जति छन् हुन्छन् बडा कामका आइपर्छ विपद त्यस्तै गरी भाग्दछन् कालो मुख गरी हेर्दछन् अनि पछि ती फेरि के तिर्दछन् मार्नै पर्छ मारी हुन्न वता भन्ने इरादा धरी राखे पेटमा हरिले नङ्ग्रा धसे बेसरी लागो नृसिंहका मुख हेरी हिरण्यकश्यप हाँसिदियो हाँसी किन भनेर नृसिंह प्रभुले टङ्कारी सोद्धामा मेरा दिन दशा अघि असल छँदा बज्रै मोइन झैँ थियो अहिले दिन बिग्रिन नयन हुनुको नङ बजै सरीका भए यस्ता खच्चरदेखि मर्नु मैले भन्ने कुरा सम्झेँ हाँसो थाम्न कठिन भयो गर कसो यही निम्तिले हाँसेँ यस्ता सुरा वचन सुनिता भन्नुभयो नृसिंहले 33 बल्ल अबाकी खाइस खचदा यस्तै त भोग्नु परो मेरा भक्त उपर बरोलिस गरी मैलाई त सानो गणिस तेरा सेखिर सामु झार्न भनियो आएर माछु सुनिस यति भनी कश्यपको पेट दुई फ्याक भइगयो सहन नसकी दुष्टको प्राण गइगयो नरहरि प्रभुले झिक्यान राति लगाए माला सुरगण समाजले पनि विघ्नानन्द पाए आफू राज्य हुँदा हुँदै प्रभुजीको त्यो क्रोध बढ्दै गयो आफ्नो काम त सिद्ध भयो तर बरो यो क्रोध निस्क्यो भने यति है।